नमस्ते साथीहरू। आज चाहिँ आजको मेरो साँझको नास्ता चाहिँ खाना चाहिँ यस्तो छ। यो चाहिँ कोदोको रोटी हो है साथीहरू। कोदोको रोटी छ, यहाँ अचार छ, यहाँ यो आँपको अचार छ, अनि चाहिँ यो मेरो दाल पनि छ। यहाँ दाल र एकदमै चिसो छ। चिसोमा चाहिँ एकदम कोदो रोटी ठिक छ। र यो चाहिँ तातो पानी हो चाहिँ आज चाहिँ मेरो चाहिँ। मौसमहरू एकदम चिसो छ। चिसोमा चाहिँ कोदोको रोटी अथवा चाहिँ कोदोको ढिँडो खायो भने चाहिँ एकदमै शरीरलाई तातो पनि हुन्छ। त्यही भएर चाहिँ आज म कोदोको रोटी खाएको छु। मैले बनाएको चाहिँ होइन, दिदीले बनाएर ल्याइदिएको थियो। यो आलुको अचारसँग है, यो दाल हो साथीहरू। यो आँपको अचार साडेको हो, कस्तो छ मेरो छ। यस्तो जुन चाहिँ यो मिल्क हो साथीहरू, मिल्क है। के मिल्क भन्ने ठ्याक्कै थाहा भएन, खाँदाखेरि गुल्लो हुन्छ। र साथीहरू गुड नाइट। म बिस्तारै खाने गर्छु। अब गुड नाइट।